नेपालले आज आफ्नो 100औं टी20 आई खेल खेल्दैछ। सन् 2014 देखि नेपालले 49औं खेल खेलेको छ। यस क्रममा 55 जित र 39 हार बेहोरेको छ। नेपाली क्रिकेट टोलीले आज आफ्नो 100औं टी20 अन्तर्राष्ट्रिय खेल खेल्दैछ। स्कटल्यान्ड टी20 आई श्रृङ्खला अन्तर्गत नेदरल्यान्डसँगको खेल नेपालको 100औं टी20 आई खेल हुनेछ। सन् 2014 मा आईसीसी टी20 विश्वकप मार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यस यता 49 वटा टी20 आई खेलेको छ। नेपालले उक्त समयमा हङकङसँगको खेल खेल्दै टी20 आई यात्रा सुरु गर्दा जित हासिल गरेको थियो। त्यसपछि बङ्गलादेशसँग पराजित भएको नेपालले अफगानिस्तानलाई हराएको थियो। नेपालको पहिलो टी20 आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा छन्। त्यसबेला खेलेका पेस बलर सोमपाल कामी हालसम्म पनि टोलीको महत्त्वपूर्ण हिस्सा रहँदै आएका छन्। यद्यपि यस श्रृङ्खलामा भने उनी चोटका कारण उपलब्ध हुन सकेका छैनन्। हालसम्म नेपालले खेलेका 49औं टी20 आईमा 55 जित निकालेको छ भने 39 हार बेहोरेको छ र 2 खेल बराबरी भएको छ। 3 खेल नतिजाविहीन छ। नेपालका लागि टी20 आईमा सर्वाधिक रन दिपेन्द्र सिंह ऐरीले बनाएका छन्। उनले 78 खेलमा 1756 रन बनाएका छन्। त्यस्तै कुशल भुटेलले 57 खेलमा 1420 रन बनाएका छन्। कप्तान रोहित पौडेलले 1358 र आसिफ शेखले 1352 रन बनाएका छन्। बोलिङमा सन्दीप लामिछानेले सर्वाधिक 108 विकेट लिएका छन्। त्यसपछि करण केसीले 79 विकेट लिएका छन्। आजको खेलमा उनलाई 100औं विकेट लिने मौका पनि छ। नेपालको सबैभन्दा ठूलो योगफल 314 रनको छ। 27 सेप्टेम्बर 2023 मा मङ्गोलिया विरुद्ध हाइजोमा सम्पन्न एसियन गेम्सको खेलमा बनाएको उक्त योगफल टी20 इतिहासमा पहिलो पटक 300 भन्दा बढी रन बनेको क्षण थियो। त्यसबेला सर्वाधिक टी20 योगफलको कीर्तिमानी कायम भए पनि हाल यो तोडिसकेको छ। सोही खेलमा नेपालका ब्याटर कुशल भुटेलले 137 रन बनाएका थिए, जुन नेपालका लागि टी20 आईमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो। हालसम्म नेपालका 5 ब्याटरले टी20 आईमा शतक बनाएका छन्। सबैभन्दा पहिलो शतक पारस खड्काले सन् 2019 मा सिङ्गापुर विरुद्ध बनाएका थिए। त्यसपछि कुशल भुटेलले फिलिपिन्स विरुद्ध, कुशल मल्लले मङ्गोलिया विरुद्ध बनाएका छन्। दिपेन्द्रले मलेसिया विरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटान विरुद्ध शतक बनाएका छन्। टी20 आईमा नेपालको सबैभन्दा कम योगफल 53 रनको छ। 13 जुलाई 2015 मा आयरल्यान्ड विरुद्ध बेलफास्टमा भएको विश्वकप छनौट खेलमा नेपालको खराब प्रदर्शन थियो। अविनाश बोहराले मालदिप्स विरुद्ध 11 रन मात्र दिए। 6 विकेट लिएको नेपालको टी20 आईमा उत्कृष्ट बोलिङ प्रदर्शन हो। यसबाहेक दिपेन्द्र सिंहले एसियन गेम्सकै खेलमा 9 बलमा अर्धशतक बनाएका छन्, जुन रेकर्ड तोडिँदै केवल बराबर मात्र हुन सक्छ। उनले एकै ओभरमा 6 छक्का प्रहार गरेर रेकर्ड पनि बनाएका छन्। हौस् त, नेपाली क्रिकेट जगतका निरन्तर अपडेटहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिन नबिर्सनुहोला। नमस्कार।